साथीहरू नमस्कार। मैले आज फेरि एउटा नयाँ विषयवस्तु लिएर आएकी छु क्या साथीहरू। मलाई कस्तो लाग्यो भने अहिलेका बाबु नानीहरूलाई स्कुलमा पढाउँदै सुधार केन्द्रमा सार्न बाध्य बनाइएका छन्। किन होला? स्कुल विद्यालयभित्रै कति लगानी हुन्छ, कति खर्च हुन्छ, उनीहरूको लागि दैनिक जिउनको लागि कति खर्च हुन्छ बाबुआमाको। तर त्यो नबुझिकन बाबाआमाले गरेको त्यो लगानीलाई उनीहरूले मतलबै छैन। र पनि तिनै बाबुआमालाई दिन प्रतिदिन उनीहरूले के गर्दैछन् त, जाइ लाग्दैछन् के त्यो लगानीमाथि झन् जाइ लाग्दैछन्। मैले कति देखेँ, सबैले देख्नुभएको छ। घर घरमा प्राय परिवारमा यस्तो छ। अहिले यो लतमा फस्ने, सङ्गतमा फस्ने यो कारणले गर्दाखेरि धेरै अधिकांश बालबालिकाहरू बिग्रन पुगेका छन्। यो अचम्मको कुरा भइरहेको छ। कसैले पनि घरमा बाबुआमाले तलाउन नसकिने नभएर छर छिमेकलाई समेत असर परिरहेको छ कि टाइममा घर नआउने, साथीहरूसँग जाने, बाबुआमाले सोद्धा उल्टो जवाफ है, उनी जान्ने सुन्ने। यो अचम्म भइरहेको छ। फेरि सुधार केन्द्रमा कति महँगो फी, घरमा आफूलाई चाहिने खर्च त मतलबै छैन। त्यो सुधार केन्द्रमा तिर्ने फी त बाध्यताले तिर्नुपर्ने, ऋण गरेर तिर्नुपर्ने। त्यति गरेर राख्यो, एक महिना राख्यो, 2 महिना राख्यो, 3 महिना राख्यो, निकाल्यो, भएन, फेरि त्योभन्दा कडा भएर निस्कने। यस्तोले गर्दा सन्तानहरूले झन् बाबुआमालाई एकदमै पिर पारिरहेका छन् के। यो हाम्रो केमा कमजोरी भइरहेको छ त नि? जन्माउने, हुर्काउने, बढाउने, पढाउने त्यो लगानी त छँदैछ। त्यसपछि पनि फेरि उनीहरू आफ्नो विपरीत भएर, अभिभावकको विपरीत भएर उल्टो अभिभावकप्रति जाइ लागेर उहाँहरूले आफ्नो सुरक्षाको लागि, सन्तानबाट आफू सुरक्षित हुनको लागि अभिभावकले लगेर कहाँ छ मेरो छोरा सुधार्ने ठाउँ, मैले बरु सकी नसकी लगानी गर्थेँ, यिनलाई सुधार्ने ठाउँ छ भनेर सुधार केन्द्र खोज्दै हिँड्दा सुधार केन्द्रहरू ठाउँमा खोल्न बाध्य भएका छन्। ठाउँमा छ के सुधार केन्द्र, किनभने यस्ता बालबालिका धेरै बढे नि त। यिनलाई आवश्यक देखेर त सुधार केन्द्र थपिँदै गएका छन् त नि। यो कारणले गर्दाखेरि हामीले हाम्रा बाबु नानीहरूलाई यो संस्कारबाट बच्नको लागि के गर्ने, को नै जिम्मेवारी हुनु पर्यो। तर यो हामी माथिबाटै सबै तलसम्म निगरानी गरेर यो चिजबाट बचाउनु पर्यो। मलाई चाहिँ के लाग्छ भने सिप नै ठुलो कुरा लाग्छ है। यो चिजबाट बचाउन सिप ठुलो कुरा हो। अहिले साना बालबालिकाहरूलाई सिप नभएको हुनाले पढेछ, पढ्न आएन, अनि पढ्नतिर ध्यान नदिने बित्तिकै उनीहरू फाल्टो भएर जे पाए त्यही गर्ने एउटा फुर्सद पाएका छन् कि, र सङ्गत पाएका छन् उनीहरूले। यो कुराबाट हामीले जसरी भए पनि बचाउनको लागि हातमा प्रत्येकलाई, पढ्नेले पढ, नपढ्नेले यस्ता खालका सिप छन्, सिप गर। त्यो कुन सिप तिमीहरूलाई गर्न मनपर्छ? जीवन जिउँदाखेरि विभिन्न खालका आधारभूत सिप नभए त जीवन जिउन सकिँदैन। त्यस्ता खालका आधारभूत सिपहरू स्कुलमा गर्न बाध्यता छ कि, अति आवश्यक छ। यो तुरुन्तै स्कुलबाट सुरु गर्न पर्यो। र ती विद्यार्थीहरूले तिमी पढ्न सक्दैनौ भने यो गर, तिम्रो लागि यो पनि छ भनेर धेरै उनीहरूलाई त्यो हाँगाहरू देखाइदियो भने उनीहरूले एउटा रोज्न सक्छन् क्या। तिमी रोज, के काम गर्छौ, रोज्न देखाइदियो भने तिनीहरू भुल्ने। अनि र तिमीहरूले यो काम गर्न सक्यौ भने बाहिर तिमीले यस्तो खालका कामहरू पाउँछौ र तिमीहरूको जीवन जिउनलाई सजिलो हुन्छ भनेर उनीहरूले 15 वर्षदेखि रोजगारी पाउन सकुन् के, बाहिर खोज्न पाउन्। अनि बाबुआमाले उनीहरूलाई खर्च पुर्याउन नसक्यो भने आफै पनि म पकेट खर्च कमाउन सक्छु भनेर उनीहरूलाई त्योबाट एउटा आत्मबल बढोस् भन्दै म एकदमै आफ्नो ठाउँबाट जिम्मेवारी, सञ्चालक समिति हुन्छ कि, हेड सर हुन्छ कि, माथिबाटै हाम्रो शिक्षा ऐन हुन्छ कि, को लाग्नुपर्छ यसमा लाग्न म विनम्र अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद।